सुरुमा नेप्से इन्डेक्स हेर्ने हो भने 2603 मा बजार क्लोज भएको छ। सामान्य वृद्धि 2.55 अङ्कले बजार बढेको छ। 0.09% चाहिँ आज बजार बढेको तपाईले देख्न सक्नुहुन्छ। अब हेर्ने हो भने यो बजार आज 11 बजे पश्चात बजार केही समय साइडवेज जस्तै बस्यो। त्यसपछि 11 बजेर 10 मिनेट पछि चाहिँ बजार वृद्धि भएको थियो। तर लगत्तै तपाईको 11:40 पश्चात चाहिँ बजार घट्न थाल्यो र झनै 12-1 बजेसम्म चाहिँ बजार अलिकति तलतिर आइरह्यो र 1 बजे पश्चात फेरि बढ्यो र बजार 2603 को आसपास नै पुगेको थियो र हेर्ने हो भने फेरि 1:45 बजे 2 बजेको आसपास अलि घट्यो र लास्ट आवरमा पनि आज बजार बढेको तपाईले देख्न सक्नुहुन्छ। 112 वटा कम्पनीको सेयर मूल्य बढ्यो, जसमा एसिएल, बीएसएल, एडीबीएल, एएलआईसीएल, एएनएलबी, अभियान, बीएफसी, बीएनएचसी, त्यस्तै बीएनटी, बीपीसीएल, सीएफसीएल लगायतका कम्पनीको सेयर मूल्य आज बढेको छ। त्यसै गरेर हेर्ने हो भने आज 134 वटा कम्पनीको सेयर मूल्य घट्यो, जसमा एएचएल, एएचपीसी, एकेजेसीएल, एकेपीएल, एएलबीएसएल, अपी, वरुण, बीबीसी, त्यस्तै बीडीसी, बीजीडब्ल्यूटी लाई तपाईले देख्न सक्नुहुन्छ भने एउटा कम्पनीको सेयर मूल्यमा परिवर्तन भएन, त्यो भनेको यो पुथेली बुखारी स्मल हाइड्रो पावर लिमिटेड हो। बाँकी सबै कम्पनीको आज कारोबार भएको देख्न सक्नुहुन्छ। टप गेनरमा आज एमईएल लाई तपाईले देख्न सक्नुहुन्छ। यो एमईएल भनेको मोदी इनर्जीलाई तपाईले टप गेनरमा देख्न सक्नुहुन्छ। त्यसपछि तपाईले टीपीसी लाई देख्न सक्नुहुन्छ, तेह्रथुम पावर, त्यस्तै अर्को भनेको पञ्चकन्या माई हाइड्रो, त्यस्तै त्रिशुली जलविद्युतलाई पनि देख्न सक्नुहुन्छ। अर्को यो माउन्टेन हाइड्रो नेपाल लिमिटेडलाई पनि तपाईले देख्न सक्नुहुन्छ आजको टप गेनरमा। टप लुजरमा जोशी, त्यस्तै गरेर यो एचपीपीएल, दोर्दी, यो सिन्धु पछिल्लो समयमा यिनीहरू गएको हप्तामा बढेका स्टकहरू हुन्, त्यो कारणले यो प्रफिट बुकिङ आउन स्वाभाविक नै हो। यी कम्पनीहरूको सेयर मूल्य घटेको छ अहिलेको अवस्थामा र टप लुजरमा गएको हप्ता यिनीहरू बढेका थिए हैन, अहिलेको हप्ता चाहिँ यिनीहरू घटिराखेको छ भनेको यिनीहरूमा प्रफिट बुकिङहरू आइराखेको छ। धेरै टर्नओभर आउनेमा तपाईको यो बीपीसीएल अर्थात् बुटोल पावर छ, मैले भन्दै आइराखेको छु। यो बुटोल पावरको पनि धेरै हाई प्राइस पुगेर एउटा करेक्सनमा पुगेको स्टक हो। त्यस्तै एनआरएन तपाईले देख्न सक्नुहुन्छ, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड, यो कम्पनीको पनि सेयर मूल्य धेरै महँगो नै छ। अर्को राधीको पनि, राधी पनि अब 200-300 मा पाइराखेको स्टक हो हैन। अब यो पनि तपाईहरुलाई सस्तोमा हुँदाखेरि मैले बाइ गर्न सक्नुहुन्छ भनेको नै थिए। अहिले अब बढिसकेको छ, अब यो बढिसकेको स्टकलाई बाइ गर्नुहोस् भन्ने कुरा हुँदैन। अर्को एसएचपीसी सानिमा माई हाइड्रोलाई तपाईले देख्न सक्नुहुन्छ। अर्को भनेको चाहिँ यो चन्द्रगिरी हिल्सको पनि चाहिँ तपाईको टर्नओभर धेरै भएको छ। धेरै भोल्युम आउनेमा पनि तपाईको बीपीसीएल, एनजीपीएल नै देख्न सक्नुहुन्छ। त्यस्तै एसएफईएफ लाई देख्न सक्नुहुन्छ, एसएचईएल लाई पनि तपाईले देख्न सक्नुहुन्छ र अर्को भनेको पीपीसीएल लाई पनि तपाईले चाहिँ देख्न सक्नुहुन्छ है। अर्को टप ट्रान्ज्याक्सन हुने कम्पनीमा तपाईले यो बीपीसीएल लाई नै देख्न सक्नुहुन्छ। पछिल्लो समयमा बीपीसीएल को निकै राम्रो ट्रान्ज्याक्सन पनि भइराखेको छ र कारोबार पनि भइराखेको छ। प्योर इनर्जीको पनि कारोबार भइराखेको छ। त्यस्तै जोशी, एमईएल, पीपीसीएल लाई तपाईले देख्न सक्नुहुन्छ आजको टप ट्रान्ज्याक्सनमा पनि। आज कारोबार झन्नै 6 अर्ब, हिजोको भन्दा अलिकति बढी कारोबार आज भएको तपाईले देख्न सक्नुहुन्छ। भनेको लगानीकर्ताहरूको इन्ट्रेस्ट बढ्दैछ। 61,624 टोटल सेयर ट्रान्ज्याक्सन भएको छ। 1,37,करोड 59,604 आजको टोटल सेयर ट्रेड भएको छ। 311 वटा स्टकहरू चाहिँ आज ट्रेड भएको तपाईले देख्न सक्नुहुन्छ है। 311 वटा स्टकहरू आज ट्रेड भएको तपाईले देख्न सक्नुहुन्छ। अब आजको चार्टतिर हामी जान्छौं भने मैले अब हिजोको चार्टमा पनि भनेको नै थिए, पछिल्लो समय 3 दिन यता चाहिँ निरन्तर रूपमा यो ह्यामर क्यान्डल बन्ने क्रम जारी नै रहेको छ। ह्यामर क्यान्डल भन्दा पनि आज इन्डिसिजन क्यान्डल बनेको छ। अब अस्तिको हाम्रो बजारले के गर्यो, यहाँनिर झन्नै ह्यामर क्यान्डल इन्डिसिजन जस्तो पनि बनेको थियो, तथापि यसलाई अब ह्यामर क्यान्डल भन्नसम्म मिल्छ। भनेको तलको पुच्छर भन्दा माथि, ह्यामर भन्दा माथिको भाग चाहिँ झन्नै 2 गुणाले नै सानो भएको कारणले गर्दा यसलाई ह्यामर मानियो। र हिजोको स्टकमा हिजो चाहिँ क्लियरली ह्यामर क्यान्डल बनाएको थियो
हैन। हिजो चाहिँ क्लियरली चाहिँ ह्यामर क्यान्डल बनाएको थियो र आज क्लियरली इन्डिसिजन बनाएको छ है। अब आज चाहिँ ग्रिनमा क्लियरली इन्डिसिजन बनाएको छ बजारले है। अब मैले पछिल्लो समयमा भनिराखेको कुरा एउटै मात्र के हो भने अब यो एरियालाई बजारले निरन्तर आफ्नो सपोर्ट बनाइराखेको छ हैन। यो एरियालाई बजारले निरन्तर आफ्नो सपोर्ट बनाइराखेको कारणले यो एरिया भन्दा मुनि चाहिँ अब नेप्से आउने सम्भावना एकदमै कम छ भनेर आइराखेको छु। र आजको इन्डिसिजन क्यान्डलले के बताउँछ भने बजार यसरी घट्दो क्रममा बजारले एउटा क्लियर ग्रिन इन्डिसिजन क्यान्डल बनाउँछ भने चाहिँ माथितिर जान्छ भन्ने हुन्छ। तथापि इन्डिसिजन बनाउँदाखेरि तल र माथि दुईटै जान्छ अथवा पर्ख र हेरको अवस्थामा हो भन्ने अर्थमा पनि यसलाई हामीले लिइन्छ। मेन चाहिँ अब यो इन्डिसिजन बन्नु भनेको पर्ख र हेरको अवस्था हो हैन। तर पनि यस्तो खालको क्यान्डल बन्दाखेरि यस्तो खालको ग्रिन इन्डिसिजन घट्दो बजारमा बन्दाखेरि चाहिँ प्राय बजार माथि नै जान्छ भन्ने अर्थमा नै हामीले लिने गर्छौं। त्यो सम्भावना प्रबल देखिएको छ र त्यो बजारले एउटा पोजिटिभनेस देखाउने संकेत देखाएको छ। अब एउटै मात्रै अहिलेको पछिल्लो समयको एउटा मात्र अब समस्या भनेको चाहिँ अब यो असार मसन्तको प्रभाव बिस्तारै बिस्तारै अब देखिने छ हैन। यो असार मसन्तको प्रभावले गर्दाखेरि बजारमा केही समय चाहिँ बजार त्यति धेरै हलचल नहुने सम्भावना छ के हैन। किनभने अब कतिपयले स्टकहरू बेचेर आफ्नो ब्याजहरू तिर्नुपर्ने हैन, विभिन्न आफ्नो लोनहरू सेटल गर्नुपर्ने लगायतका विभिन्न कुराहरू छ नि हैन। त्यो कारणले गर्दाखेरि चाहिँ त्यही भएको भएर चाहिँ अब यो असार मसन्तको प्रभाव अब अहिले त तर अब मसन्त आउने बेला भइसकेको छैन, अझै पनि छ बाँकी हैन। अझै पनि 15, 17, 20 दिन जति झनै बाँकी छ हैन। र अब यो असार मसन्तको प्रभाव चाहिँ विशेष गरेर यो आउने असारको लास्ट विकसम्म चाहिँ अलिकति बजारमा निकै नै हलचल हुन सक्ने सम्भावना हुन्छ नै, किनभने सधैँ नै हुँदै आइराखेको हो हैन। अब यो बीचमा एउटा राम्रो प्रफिट बुक गर्ने दाउ पनि गरिराखेको हुन सक्छ खेलाडीहरूले हैन। जस्तै यो अब लगभग असारको अन्तिम हप्ताभन्दा अगाडिको कारोबारहरू चाहिँ अलिकति अनिश्चितहरू हुने हुन्छ। त्यो कारणले गर्दा त्यही अनुसारले आफूले आफ्नो रणनीति पनि बनाउनु पर्ने हुन्छ। तथापि पनि अब यो बजार अब तल आउनलाई निकै नै अब निकै एक्सरसाइज नै गर्नुपर्छ, होइन भने यो भन्दा मुनि चाहिँ अब बजार आउने सम्भावना चाहिँ कम नै देख्छु मैले चाहिँ हैन। अब अलिकति यो बीचमा हलचल हुन सक्छ, हामीलाई डर हुन सक्छ हैन। तर पनि म भन्दैछु बारम्बार दिनु पर्दैन भनेर। अर्को भनेको डिस्ट्रिब्युट र एकुमुलेटबाट पनि एकुमुलेट र डिस्ट्रिब्युट सामान्य बराबरी जस्तै चलिराखेको छ अहिलेको अवस्थामा हामीले हेर्ने हो भने। त्यो कारणले गर्दाखेरि पनि त्यस्तो डराइ नै हाल्नुपर्ने, आत्ति नै हाल्नुपर्ने, खतमै भइहाल्छ कि भन्नुपर्ने केही पनि कारण छैन। अब बोलिङ्गर ब्यान्डबाट पनि हामी हेर्छौँ भने अब बोलिङ्गर ब्यान्डबाट पनि बजार अब लोवर ब्यान्ड र मिडल ब्यान्डको बीचमा ट्रेड भइराखेको हामीले देखि नै रहेका छौँ हैन। अब बोलिङ्गर ब्यान्डबाट हेर्छौँ भने पनि अब यो लोवर ब्यान्डलाई नै यसले सपोर्ट निरन्तर बनाउन खोजिराखेको छ पछिल्लो समयमा हामीले हेर्ने हो भने। अब ब्यालेन्स अफ पावरले पनि बिस्तारै बिस्तारै माथि नै धकेल्दै गइराखेको हामीले देख्दै नै आइराखेका छौँ। अब अन्य इन्डिकेटरहरू विभिन्न इन्डिकेटरहरू लगाउन सकिन्छ यसमा हैन। अब एभरेज प्राइसको कुराहरू हेर्ने हो भने पनि हैन त्यस्तो ठिकै नै छ। अब MACD को कुरा हेर्ने हो भने MACD मा अब स्टिल सेलिङ सिग्नल चाहिँ छ नै, तर बिस्तारै बिस्तारै तपाईले यो हिस्टोग्रामको एरियालाई हेर्नुहुन्छ भने हिस्टोग्राम बिस्तारै फिका हुँदै गएको छ भनेको। अब यो फिका हुँदै जानु भनेको चाहिँ लगानीकर्ताहरूको इन्ट्रेस्ट बढ्दैछ, शेयर किन्नेतिर नै लगानीकर्ताहरू जान खोजिराखेका छन्, मार्केटले ग्रीन सिग्नल ल्याउन खोज्दैछ भन्ने अर्थको रूपमा पनि हामीले चाहिँ हेर्नुपर्ने हुन्छ हैन। यसरी चाहिँ अब हामीले स्टक मार्केटलाई निहाल्नु पर्ने हुन्छ। र मैले अब पछिल्लो समयमा एउटै कुरा चाहिँ के बारम्बार भनिराखेको छु भने यो एउटा बाइ गर्ने अपर्च्युनिटी नै हो। अब तपाईँ बुलको लागि नै इन्भेस्ट गर्ने हो भने यो समयमा तपाईको लागि बाइ गर्ने अपर्च्युनिटी नै हो। तर त्यसको मतलब यो होइन कि जस्तो कुनै स्टकको प्राइसहरू चाहिँ 500 को स्टक अहिले कति पुगिसकेको छ, 6000 7000 माथि पुगिसकेको छ, यस्तो खालको स्टक किन्नु भनेको होइन हैन। यस्तो खालको स्टक किन्नु
भनेको होइन। 6000 पुगेको स्टक किन्नु भनेको होइन। जुन स्टक चाहिँ स्टिल तपाईँको यो 1800 को बेलामा होइन, 1800 मार्केट भएको बेलामा जुन स्टक चाहिँ 200-300 थिए होइन, 200-300 थिए, अब तिनीहरू बढे पनि 350-400 कति भइराखेको होला। त्यतिका स्टकहरू उठाउँदाखेरि तपाईँलाई खासै त्यति धेरै रिस्क हुँदैन नि त। 500 मा उठाएको स्टक 6000 मा किनेर सर्लकै घट्यो भने त अब हामीले थुप्रै, मैले तपाईँहरूलाई बारम्बार उदाहरणहरू पनि दिइराखेको नै छु। अब मैले तपाईँहरूलाई कतिपय कम्पनीहरूमा अलर्ट गराइराखेकै कुरा हो होइन। त्यस्ता खालका स्टकहरूमा चाहिँ अब सचेत हुनुपर्छ। बाँकी नबढेका स्टकहरू जस्तो नन लाइफ इन्सुरेन्सहरू तपाईँले हेर्नुहुन्छ भने त्यति धेरै बढिसकेका छैनन् कि। नन लाइफ इन्सुरेन्सहरूको तपाईँले लिस्ट हेर्नुभयो भने नन लाइफ इन्सुरेन्सहरूबाट पनि हेर्न सकियो नि त होइन। एउटा उदाहरणको रूपमा हामीले हेर्ने हो भने लाइफ इन्सुरेन्स अब ब्याङ्किङ सेक्टरमा पनि त्यति धेरै वृद्धि भइसकेको छैन होइन। अब माइक्रो फाइनेन्समा पनि समग्र माइक्रो फाइनेन्स बुलिसमा गइसकेको छैन, सामान्य अब उचाइ भएको छ होइन। जस्तो लाइफ इन्सुरेन्स, नन लाइफ इन्सुरेन्सको स्टकहरू हामीले हेर्ने हो भने कति प्राइसमा चलिराखेको छ होइन। 500-600 होइन, कुनै 700-800 चलेको छ। बाँकी भनेको त तपाईँको बाँकी स्टकहरू त तपाईँको 500-700 मा नै चलिराखेको छ नि त होइन। सो त्यो कारणले गर्दाखेरि तपाईँले नन लाइफ इन्सुरेन्सहरू, लाइफ इन्सुरेन्सहरू बढ्न बाँकी छ नि त होइन। 400-500, 500-600 मा भएको लाइफ इन्सुरेन्स 1200-1300 त नर्मल्ली पुगि नै हाल्छ होइन बुलको बेलामा, अथवा 1000 नै पुगे भने पनि राम्रै फाइदा हुन्छ होइन। 5000 को सेयर किनेर तपाईँ 500 मा झर्नुभन्दा 500 को सेयर किनेर 1000 मा बेच्नु तपाईँलाई राम्रो हुन्छ। यस्ता खालका स्टकहरू चाहिँ तपाईँले हेर्दाखेरि राम्रो हुन्छ भन्छु। बाँकी त अब सेयर अब तपाईँलाई प्रशस्त फाइदा भएको कम्पनीहरू छ। मानौँ तपाईँले 700-800 मा सेयर किन्नु भएको थियो, 500 मा किन्नु भएको थियो, 2000-2500 पुगेको छ भने त्यस्तै स्टकहरू बेच्दै पनि गर्दा हुन्छ। अब त्यस्तै स्टकहरू बेच्दै गर्ने, बाँकी नबढेका स्टकहरू चाहिँ किन्दै जाने हो भने यो बेला राम्रो फाइदा गर्न सकिन्छ र